सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई र सम्पूर्ण मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू र देशमा रहनुभएका र व्यवस्थाको स्थितिले थितिले र राष्ट्रमा भएको राजनीतिक दल तस्करहरूको कारणवश यिनीहरूले चलाएको देश चलाएको कारणवश विदेशिनु परेका नेपाली दाजुभाइहरूलाई म हार्दिक अपिल के गर्न चाहन्छु भने यही आउने चैत 15 गते हुन गइरहेको विशाल जनप्रदर्शनमा सम्पूर्ण युवाहरूलाई एकसाथ भएर सडकमा आउन आह्वान गर्दछु। काठमाडौँ उपत्यकाभित्र त्यो दिन हामीले सम्पूर्ण राष्ट्रवादी शक्ति संयुक्त युवा नेपाल, राजावादीहरू, राष्ट्रवादीहरू, राप्रपा नेपाल, राप्रपा राजेन्द्र लिङ्गदेन, राप्रपा कमल थापा, राष्ट्र शक्ति केशरबहादुर बिष्ट दाई, धवल शमशेर दाईहरू लगायत सम्पूर्ण शिवसेना नेपाल अनिलजी, अरू तपाईँको चाहिँ नि भूतपूर्व सैनिक सङ्गठन, भूतपूर्व पुलिस सङ्गठन, जसलाई राष्ट्रको माया छ, जसलाई देशको माया छ, जसलाई नागरिकको माया छ, जसलाई विदेश जुन जानुभएको छ 50 डिग्रीको तातोमा काम गर्नुहुने सम्पूर्ण पठाउने जुन 50 डिग्रीको तातोमा गएर काम गरेर उताबाट पठाएको रेमिट्यान्स यी मारवाडीहरूले खाएका छन्। यो तस्करहरू लखेट्नको लागि, यी नेताहरू भ्रष्टाचारी दलाल तस्करहरू लखेट्नको लागि जुन हामीले 15 गते तयारी गरेका छौँ, त्यो आन्दोलनमा सरिक भइदिन, त्यो अभियानमा सरिक भइदिन म अपिल गर्दछु। नमस्ते।